हजुरको शुभ नाम? शशि भट्टराई, ठेगाना? विराटनगर पोखरिया भट्टाचोक, वार्ड नम्बर 1, नेपाल। अनि हजुरलाई के समस्या थियो? मलाई ढाड दुख्ने समस्या चाहिँ निकै दिनदेखि नै हो हैन, 10-12 वर्ष नै भयो होला। अरु अनि यो घुँडाको पनि समस्या थियो, घुँडा पनि दुखेको थियो, माथि गर्दन पनि दुखेको थियो। सर्भाइकलको थियो र स्पोन्डिलाइटिस स्पाइनको, ढाडको र घुँडाको। अनि यो करिब मोटामोटी कति पुरानो थियो होला? यो ढाडको चाहिँ मेरो निकै पुरानै 10-15 वर्षै भएको हो हैन। 10-15 वर्ष। अनि यसको उपचारहरू उपचार त गराएको? हजुर, उपचार गराएको। म डाक्टरले के भन्नुभयो? हैन, अब त्यही फिजियोथेरापी गर्नुपर्छ, बेल्ट बान्नुपर्छ, त्यस्तै। अपरेसनको कुराहरू? अपरेसन चाहिँ गर्नलाई अपरेसन त भन्नुभएको थियो, तर हामीले त्यतिखेरै मना गरेको। डाक्टरले भन्नुभयो अपरेसन गराउनु पर्छ, तर हजुरले औषधि खाएर थेरापी गरे जे होस् गराइन अपरेसन। जे होस्, अंग्रेजीको दबाईहरूबाट अलि सहजहरू हुन्थ्यो, तर समस्या छँदै थियो। अनि म जुन थेरापी दिँदैछु आज कति दिन लिनुभयो? आज 4 दिन भयो मैले। यो 4 दिनमा हजुरको समस्याहरूमा कतिको सहज देखिएको छ? राम्रै भएको छ, सहज भएको छ मलाई। मोटामोटी मलाई निको हुनुभन्दा पनि अहिले त्यस्तो दुखाइ छैन अहिले मलाई। आदि जतिको मोटामोटी सहज भयो। जे होस्, ट्रिटमेन्ट त अहिले जारी नै छ। ल, यो 4 दिनमा जुन सहज भएको छ, यो 4 दिनको रिजल्टबाट सन्तुष्ट हुनुहुन्छ? हजुर, एकदम खुसी भएको छु। त्यही भएर म आज धन्यवाद।